अब मात्र 30,000 है त, मात्र 30,000 रनिङ भएको यो टिभीएस अपाची 164B यानी कि पिकअपको राजा बाइक यतिखेर हाम्रो धुलाबाउ रिकन्डिसन हाउसमा बिक्रीमा आइसकेको छ। लुक्स कन्डिसन एभ्रिथिङ बवालै छ है त। मात्र 30,555 किलोमिटर यो जेन्युन रनिङ भएको, त्यहाँमाथि सिलप्याक इन्जिनवाला यो अपाची बाइक हामीसँग यतिखेर बिक्रीमा आइसकेको छ। धेरैजनाले सोधिरहनु भएको थियो है त अपाची ब्ल्याक कलरमा भनेर। यतिखेर हामीसँग एकदमै राम्रो लुक्स, राम्रो कन्डिसनको, टायर पनि ब्रान्ड न्यू छ। भर्खरै मात्र हामीले सेटको टायर हालेको बाइक यतिखेर बिक्रीमा आइसकेको छ। मैले भनिहालेँ, तराई होस् या पहाड होस्, हिमाल जस्तै सुकै ठाउँमा पनि पिकअपको राजा बाइक यतिखेर हामीसँग आइसकेको छ है त। हार खाँदैन, डाँडा काँडा जस्तै सुकै ठाउँमा पनि यसले तान्छ। यदि हजुरहरू पनि यस्तै मेची 12 लडको बाइक हो भने, अब हजुरहरू पनि यस्तै पिकअपको राजा अनि सिल प्याक भएको इन्जिनवाला खोज्दै हुनुहुन्छ भने मात्र 1,60,000 मा यति राम्रो फ्रेस बाइक हजुरहरूले पाउनुहुन्छ धुलाबाउ रिकन्डिसन हाउसमा। हजुरहरू इन्ट्रेस्ट हुनुहुन्छ, यो बाइक आफ्नो बनाउन चाहनुहुन्छ भने तुरुन्त भिजिट गर्नुहोला आजै हाम्रो धुलाबाउ रिकन्डिसन हाउस। हस्त, धन्यवाद, नमस्कार।